अनि यो म्याचिङ त्यसपछि काउन्सलिङ यो पार्टहरू छ नि, यो अनि फेरि फर्स्ट फेज अफ काउन्सलिङ, सेकेन्ड फेज अफ काउन्सलिङ, ऱ्यापअप, यो कुराहरूको अलिकति क्ल्यारिफिकेसन दिनु अब अथवा यस्तो छ, क्ल्यारिफाई गरिदिनु। हाम्रोमा ठ्याक्कै अब यो एकदम स्याड पार्ट अफ लाइफ छ यो। अब हाम्रो यसबाट चाहिँ मास्टर्सबाट सुरु भयो भनौँ न होइन। अहिले चाहिँ अब ब्याचलर्समा पनि युजीमा पनि यही ट्रेन्ड सुरु गराइसके चिकित्सा शिक्षा आयोगले। द्याट इज भेरी एकदम गाह्रो, किन भन्दाखेरि एक्ज्याक्ट प्रोसेस जस्ट ब्रिफली भन्नुपर्दाखेरि चाहिँ फर इक्जाम्पल मैले सपोज 250 ऱ्याङ्क ल्याएँ अरे। सो फर्स्टमा पहिला चाहिँ ओपन हाउस काउन्सिलिङ हुन्थ्यो, विच वी अल ह्याभ बिन युज टु, जहाँ चाहिँ नम्बर 1 ऱ्याङ्कबाट बोलायो अनि आफ्नो नम्बर अफ कलेजेस लिस्ट छ, 1 नम्बरले यो चुज गर्यो, 2 नम्बरले यो गर्यो, 3 नम्बरले। अनि सो तिम्रो 250 नम्बरमा तिमी पुग्छौ, तिमीसँग के खाली छ तिमी हेर्छौ, तिमी आफ्नो चोइसमा गर्छौ। दिस सुड ह्याभ बिन द नर्म, दिस स्टिल इज द नर्म फर फरेन। सो अहिले पनि फरेन कोटाको लागि जुन फरेन नेसनलको लागि जुन सेलेक्सन हुन्छ त्यो चाहिँ यही सिस्टम ओपन हाउस काउन्सिलिङबाट हुन्छ। लोकसेवाबाट जुन हुन्छ त्यहाँ पनि ओपन हाउस काउन्सिलिङबाटै हुन्छ ए ओके। अहिले पनि इट्स ओन्ली अबाउट ओपन क्याटेगोरीको लागि चाहिँ यो सिस्टम छैन। ओपन क्याटेगोरीमा हाम्रो युएसएले जस्तै म्याचिङ प्रोसेस भनेर राखिदिएछ। सो म्याचिङ प्रोसेसमा के हुन्छ भन्दाखेरि तिमीलेसँग एउटा सेट अफ प्रायोरिटिज हुन्छ, त्यो सायद 40 कि 45वटा सेलेक्ट गर्न पाउँछ, लङ लिस्ट। यो कलेज कि आफ्नो सब्जेक्ट दुइटै त्यो कम्बिनेसन हुन्छ। सो फर इक्जाम्पल मैले राखेको फर्स्ट ऱ्याङ्कमा चाहिँ जेनरल सर्जरी आइओएम, अनि त्यसपछि आई क्यान पुट जेनरल सर्जरी न्याम्स, आई क्यान पुट जेनरल सर्जरी दिस, अर यु क्यान गो लाइक इन्टरनल मेडिसिन। सपोज कोही मान्छे कन्फ्युज छ, सो लाइक रेडियोलोजी इन्ट्रेस्ट छ भने रेडियोलोजी 3-4वटा कलेज, रेडियोलोजी पाइनँ अरे फर इक्जाम्पल मेडिसिन पढ्छु, मेडिसिन फेरि 3-4वटा कलेज। त्यसपछि मेडिसिन पनि पाइने भने ल सपोज म कुनै सब्जेक्ट साइकेट्री पढ्छु फर इक्जाम्पल, सो फेरि साइकेट्री 10वटा कलेज। सो इट्स लाइक अ कम्बिनेसनलाई मिलाएर यु क्यान सेट अ प्रायोरिटिज। अनि यो प्रायोरिटीबाट चाहिँ त्यसपछि कम्प्युटर्सले नै एनालाइसिस गरेर तिम्रो प्रायोरिटी, जस्तो तिम्रो अब एल्गोरिदमले कसरी डिटरमाइन गर्छ भन्दाखेरि चाहिँ सो तिम्रो ऱ्याङ्कसम्म कम्प्युटर पुग्दाखेरि चाहिँ तिम्रो ऱ्याङ्क 1 खाली छ कि छैन यसो हेर्छ। तिम्रो प्रायोरिटी 1 छैन भने 2, 3, 4, 5 र सपोज तिम्रो 6 नम्बर अफ प्रायोरिटी चाहिँ ठ्याक्कै स्लट एभाइलेबल छ भने यु गो इन्टु द्याट क्याटेगोरी। त्यसरी उसले म्याच लिस्ट बनाइदिन्छ। त्यहाँसम्म पनि ठिक छ, बिकज लगभग कम्प्युटरले एल्गोरिदमले डिसाइड गरेर चाहिँ तिम्रो प्रायोरिटीमा 1 नम्बर छैन, 2 नम्बर छैन, 5 नम्बर पाइरहेको छ भने ठिकै छ। प्रब्लम स्टार्ट्स विथ फर्स्ट फेज पछिको सेकेन्ड फेज काउन्सिलिङ। फर इक्जाम्पल मेरो फर्स्ट फेज काउन्सिलिङमा फर इक्जाम्पल यदि मेरो चाहिँ प्रायोरिटी नम्बर 5मा म एउटा सब्जेक्ट र एउटा कलेज पाइरहेको छु अरे, मेरो प्रायोरिटी नम्बर 5 को कलेज सबै सब्जेक्ट, अनि फर्स्ट एडमिसन लिस्टमा मेरो नाम आउँछ, त्यसमा मैले सिधै आफ्नो कलेज र सब्जेक्ट थाहा पाउँछु। अनि मलाई सर्टेन डेट दिइन्छ एडमिसन गर्नको लागि। त्योमा मैले एडमिसन गरिनँ भने चाहिँ फर्स्टको फेरि रिएडमिसन लिस्ट आउँछ। त्यो भनेको चाहिँ फर्स्ट काउन्सिलिङमै निकालेको नामहरूमध्ये जुन सिट खाली गयो त्यसको लागि एउटा सेट अफ निस्किन्छ। त्यहाँसम्म मैले एप्लाई गर्नुपर्ने हुन्छ सेकेन्डचोटिसम्ममा। यदि मैले सेकेन्डचोटिमा एप्लाई गरिनँ भने म एडमिसनको प्रोसेसबाट आउट हुन्छु। ठिक छ। सो भनेपछि सपोज मेरो प्रायोरिटी नम्बर 5मा एउटा सर्टन कलेज फर इक्जाम्पल जेनरल सर्जरी र चितवन मेडिकल कलेज छ अरे, मैले एडमिसन गराइनँ अरे, त्यसमा रिएडमिसनसम्म गराइनँ भनेपछि अब सेकेन्ड काउन्सिलिङमा त्यो खाली गयो। यसको टाइमलाइन कति हुन्छ दाइ? रिजल्ट आएको लगभग फर्स्ट म्याचिङको रिजल्ट आइसकेपछि 3-4 दिन हुन्छ एडमिसनलाई। अनि त्यसपछि एडमिसन गराएन भने फेरि सेकेन्ड रिएडमिसन लिस्ट निस्किन्छ। सो फर्स्ट म्याचिङ रिएडमिसन भन्ने आउँछ, त्यसलाई फेरि 3-4 दिन स्लट हुन्छ। त्यसमा पनि भएन भने फर्स्ट म्याच लिस्ट सक्यो। अब त्यसपछि सेकेन्ड म्याच लिस्ट अर्को सेट अफ क्लस्टर आयो, नेम लिस्ट। त्यसमा चाहिँ जुन सिट खाली गयो र त्यसको चाहिँ नाम आउँछ। र त्यसमा को हुँदैन भन्दाखेरि चाहिँ फर्स्ट एडमिसन लिस्टमा एडमिसन नलिएको मान्छेको नाम हुँदैन है। सो त्यसमा के भइदियो भन्दाखेरि अब लुपोल यहाँबाट सुरु हुन्छ हेर। सो फर इक्जाम्पल मैले चाहिँ अघिको इक्जाम्पल तान्दाखेरि चाहिँ मैले जेनरल सर्जरी मेरो आइयुएम थियो फर्स्टमा, न्याम्स थियो अरे, अरू केएमसी थियो अरे, अरू गरेर 5th नम्बरमा सबै चितवन मेडिकल कलेज थियो। मैले एडमिसन गराएँ चितवन मेडिकलमा बिकज मैले माथिको 4वटा ऱ्याङ्क पाइनँ अरे, त्यही भएर। सेकेन्ड म्याचिङमा आइएममा त त्यतिखेर नाम थियो कसै न कसैको, उसले एडमिसन गराएन अरे है, त्यो स्लट खाली गयो। त्यो स्लट खाली अब कसले पाइरहेछ? सेकेन्ड एडमिसन लिस्टमा।
र सेकेन्ड एडमिसन लिस्टमा सपोज मेरो ऱ्याङ्क 250 मैले त्यो गरिरहेको छु, सेकेन्ड एडमिसनमा त त्यो त तल झर्छ। सो सपोज 500 वा 700मा अरू एउटा विद्यार्थीले पाइरहेछ अरे त्यो स्लट, मसँग त अन्याय भयो नि त होइन। म 250मा त्यही स्लट मेरो प्रायोरिटीमा पनि पर्दाखेरि मैले चाहिँ नपाउने, तर समवन हु इज बिलो देन मी इन अ ऱ्याङ्किङ सिस्टम त्यसमा चाहिँ उसले चाहिँ कम ऱ्याङ्कमा पनि त्यो स्लट जस्ट बिकज उसको फर्स्ट एडमिसन लिस्टमा थिएन नाम, उसले चाहिँ पाउने। यसमा मलाई एउटा इन्ट्रेस्टिङ लाग्यो, जस्तै त्यो जो फर्स्टमा जसको नाम आएको थियो टप कलेजमा अथवा प्रायोरिटी कलेजमा, ऊ चाहिँ इज आउट अफ द सिस्टम कि उसले कुनै पनि कलेज नलिएर चाहिँ इज आउट अफ द सिस्टम कि उसले कुनै अरू कलेज लिएर चाहिँ त्यस्तो होइन, कुनै कलेज लिने बित्तिकै सकिहाल्यो उसको त। उसले म्याचिङ, किन म्याचिङमा तिमीलाई त एउटा मात्र कलेज आउँछ नि त। सपोज आइयुएममा जसले एडमिसन लिनुपर्ने उसको लागि त अप्सन भनेको कि त जेनरल सर्जरी आइयुएममा एडमिसन ल्याऊ कि त नल्याऊ, अरू अप्सन त छँदै छैन त्योसँग। सो उसले एडमिसन लियो भने कुरै सकिहाल्यो, एडमिसन लिएन भने त्यो स्लट खाली गयो, त्यो स्लट विल बी एभाइलेबल फर द सेकेन्ड म्याचिङ लिस्ट। तर यो फर्स्ट फेजमा आफ्नो नाम आएर एडमिसन नलिने त धेरै नै कम हुन्छ होला नि होइन त यो नम्बर कि? अहिले त छ धेरै, किन भन्दाखेरि युएसएमएलई एस्पिरेन्ट्सहरू वा अरू कलेज एस्पिरेन्ट्सहरूले पनि दिन्छन् अनि ऱ्याङ्क पनि हेर्छन्। अब आइडियली एमएसीले भन्छ कि तपाईँ ठिकै छ इक्जाम दिनुभयो, द्याट्स अ डिफ्रेन्ट स्टोरी, यु गेट योर स्कोर, द्याट इज अ डिफ्रेन्ट स्टोरी। म्याथ्समा एप्लाई नगरिदिनुहोस्। इभन जो मान्छे सीईको रियल नेपालमा पढ्ने मान्छेहरू छन् तिनीहरूले पनि पब्लिक पोस्टमा सोसियल मिडियामा कतिचोटि भन्छन् कि इफ यु आर नट इन्ट्रेस्टेड देन प्लिज डोन्ट पुट योर नेम। किनकि जब पढ्नै छैन भने तपाईँलाई आफ्नो ऱ्याङ्क त थाहा भइहाल्यो नि, मार्क थाहा भइहाल्यो नि, वाइ टु टेक अप अ स्लट होइन। अब त्यो म कुन कलेज पाउँदो रहेछु भन्ने जस्ट एउटा इन्ट्रेस्टको लागि त स्लट खाइदिनु भनेको त रियलमा राम्रो कुरा होइन, बट पिपल डु द्याट होइन। किनकि अरूको लागि सोच्ने फुर्सद त छैन कसैको लागि। सो हेरौँ न कुन कलेज पाउँदो रहेछु भनेर लट अफ पिपल डु द्याट। इभन आई नो सम अफ माई गुड फ्रेन्ड्स हु हेभ डन द्याट। मैले गाली पनि गरेँ तैँले कमसेकम त यस्तो नगरे यार भनेर, बट पिपल डु द्याट। अनि त्यो स्लट खाली जान्छ, त्यो स्लट सेकेन्ड काउन्सिलिङ लिस्टमा जान्छ, 700 800 वा त्योभन्दा तलकोले पाउँछ। एन्ड फर्स्ट ऱ्याङ्कर्स या फर्स्ट एडमिसन लिस्टकोहरू चाहिँ चिल्लै परेर बस्नुपर्छ। सो द्याट इज पिक्चर। त्यो लुप होल चाहिँ सोच न, अब युजीसम्म यही कुरा छ अहिले। सो युजीमा फर इक्जाम्पल गुड काठमाडौँ, कसैले त काठमाडौँमा भयो भने त राम्रो मानिन्छ नि त जेनरली। सो काठमाडौँमा सपोज मेरो ऱ्याङ्क चाहिँ 500 छ युजीमा भने 500मा मैले काठमाडौँ चाहिँ पाइरहेको छैन, मैले चाहिँ कतै पेरिफेरीमा एडमिसन लिएँ, सेकेन्ड एडमिसन लिस्टमा 1500माको मान्छेले चाहिँ काठमाडौँ भ्याली पाइरहेछ। अब त्यसलाई एउटा मात्र सिस्टम के छ भन्दाखेरि ब्रेक गर्नको लागि वा आफ्नो फाइदा हेर्ने हो भने वाट यु क्यान डु इज लाइक वान अफ माई फ्रेन्ड डिड इट। के गर्ने भन्दाखेरि उसको ऱ्याङ्क चाहिँ एराउन्ड 900 थियो। हि वाज ओन्ली इन्ट्रेस्टेड इन रेडियो अर मेडिसिन, नथिङ मोर देन द्याट। उसलाई थाहा थियो मेरो 900मा आउनेवाला छैन। वाट इट डिड इज फर्स्ट एडमिसन उसको आफ्नो प्रायोरिटिजमा चाहिँ अरू भर्दै भरेन, अरू भर्ने बित्तिकै म्याच भइहाल्थ्यो। 900मा यदि उसले सपोज अरू सब्जेक्ट्स जिपीसम्म भरेको थियो, जिपी डेफिनेटली उसले आइएममै पाउँथ्यो, तर उसले भर्दै भरेन। उसले मेडिसिन र रेडियो मात्र राख्थ्यो। फर्स्टमा रेडियो चकटक सबै कलेज, मेडिसिन सबै कलेज, डन। फर्स्ट एडमिसन उसको नाम आएन, यु आर स्योर अबाउट इट। सेकेन्ड एडमिसन लिस्टमा कुनै एउटा कलेजमा रेडियो खाली भयो एन्ड हि गट इट 900मा, जबकि रेडियो प्याक भइसकेको थियो फर्स्ट एडमिसन लिस्टमा धेरै माथि। तर सेकेन्ड एडमिसन लिस्टमा त्यो स्लट खाली गयो, उसले पायो, हि स्टार्टेड होइन। सो इन्ट्रेस्टिङ। त्यो हुन्छ नि एउटा मात्र लुप होल, त्यसलाई ब्रेक गर्ने भनेको चाहिँ आफूलाई के सब्जेक्ट पढ्नु छ र कुन कलेज पढ्नु छ भने ग्याम्बल गर होइन। सो यु टेक द रिस्क। नहुन पनि त सक्थ्यो नि उसको होइन, उसलाई अब 2टा मात्र भर्यो भने त कि त तिमीले बाई चान्स स्लट खाली भयो भने पाइहाल्यो, अर यु डोन्ट गो फर एनिथिङ। अनि त्यसपछि फेरि ऱ्यापअप हुन्छ। सो यहाँ बसो ऱ्यापअप फेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ सपोज मैले फर्स्ट एडमिसन लिस्टमा पनि लिइनँ वा मेरो आएन, सेकेन्ड एडमिसन लिस्टमा पनि मैले लिइनँ वा आएन, अनि मैले भनेको थिएँ नि फर्स्ट एडमिसन लिस्टमा एडमिसन लिएन भने सेकेन्ड एडमिसन लिस्टको नामै हुँदैन। हो त्यो सबै क्लस्टर र दुवैमा नाम नभएको क्लस्टर सबै पिपल चाहिँ ऱ्यापअपलाई एलिजिबल हुन्छन्। त्यो भनेको लास्ट हो, सबै स्लट खाली भएपछि दुईचोटि एडमिसन लिस्ट निकाल्दा पनि सेकेन्डको पनि रिम्याचिङ रिएडमिसन हुन्छ। सो 4वटा भयो एडमिसन टोटल क्राइटेरिया, 4वटैमा जुन स्लट खाली गयो त्यो ऱ्यापअपमा जान्छ। अनि ऱ्यापअपमा चाहिँ त्यसपछि सबैले फेरि फर्म भर्छन् अनि ऱ्यापअपमा ओपन हाउस काउन्सिलिङ हुन्छ फेरि।
ए ओके सो अचम्म छ कि एमइसीको होइन. सो इफ एमइसी क्यान डु ओपन हाउस काउन्सिलिङ फर 3 डिफ्रेन्ट सेक्टर्स, फरेन, लोकसेवा र ऱ्यापअप, वाइ कान्ट दे डु इट फर ओपन? अचम्म लाग्छ नि त तिमीलाई होइन? अचम्मै लागिरहेको मलाई अझै पनि. किनकि त्यही सिस्टम चाहिँ तिमी 2-3 एक्जामलाई गर्न सक्ने रे अनि ओपनलाई चाहिँ गर्न नसक्ने भन्ने कुरा. सो इट्स अ बिग कन्सपिरेसी के. किनकि अब इट्स समथिङ टु ब्लेम अपन होइन. अब यो ब्लेम गरे जस्तो फिल होला, बट तिमीलाई म्याचिङ सिस्टममा यु डोन्ट नो द प्रोसेस नि त होइन. तिमीलाई त हरेक विद्यार्थीको हरेक प्रायोरिटी त थाहा छैन. सो फर इक्जाम्पल मैले चाहिँ एउटा कुनै सब्जेक्ट र कलेज पाइरहेको छु बाई चान्स भने, मभन्दा तलको ऱ्याङ्कले यदि अर्को कलेज पाइरहेछ, राम्रो कलेज, मलाई चिन्दिनँ नि त भने त तिमीले त डिटेक्टै गर्न सक्दैन नि यो मान्छे चाहिँ सिस्टमबाट छिरिदिएको हो कि कसैलाई छिराइदिएको हो कि उसको ऱ्याङ्क र प्रायोरिटिजले उसलाई नमिल्ने हो कि होइन. सो यो पुरै सिस्टममा चाहिँ एमइसीमा चाहिँ देयर इज अ बिग लुप होल. यदि चिनजान बनाएर सोर्स बनाएर हुन्छ नि मलाई चाहिँ ल यो कलेज पारिदिनुहोस् ल यो सब्जेक्ट भन्यो भने चाहिँ यु क्यान इजिली पुट द्याट पर्सन टु द्याट प्लेस होइन. किनकि तिमीले सपोज उसलाई म्याचिङ लेख्छ, तिमीले देखा आफ्नो कलेज र नाम एकदम ट्रान्सप्यारेन्ट. यो एल्गोरिदमको कुराहरू त फेरि कतै पनि आउँदैन नि त. त्यही भन्छु म तिमीलाई, यो एल्गोरिदम त यो थाहा छैन नि त तिमीलाई. एल्गोरिदम त त्यो मान्छेले त्यो स्लट पाउँदाखेरि त्यो मान्छे अब उसको ऱ्याङ्क कति थियो, ऱ्याङ्कले पनि थाहा भइदिँदैन. किनकि प्रायोरिटिज के सेट गरेको थियो के थाहा होइन. उसले प्रायोरिटिज नम्बर 1 त्यही राखेर पाएको हो कि होइन. सो फर इक्जाम्पल जस्तो इफ समवन तलैकै ऱ्याङ्कको मान्छे छ तर उसले केएमसीमा मेडिसिन पाइरहेछ अरे फर इक्जाम्पल होइन, उसको ऱ्याङ्क तल छ. तर कसो भन्दाखेरि यु क्यान नट इजिली सेल कि यो त नहुनुपर्ने. किनकि के थाहा अरूले चाहिँ आइएम यताउति राख्दै गयो, उसले फर्स्ट केएमसी राख्यो, स्लट खाली थियो, त्यही भएर पायो कि उसको चाहिँ केही पनि थिएन, चिनजान थियो भनेर छिराइयो भन्ने कुरा यु डोन्ट नो के एक्ज्याक्टली. इट्स नट ट्रान्सप्यारेन्ट होइन. सो यो सिस्टम अनि जस्ट इमेजिन यु एक्स्ट्रापोलेट इट टु युजी एन्ड एमबिबिएस, पिडिएस, बिफार्म, पिजी, एभ्री सब्जेक्ट. यो त ठुलो लुप हो नि त. एमबिबिएस लेभलमा त झन् हामीले सुन्दै आएको कुरा छ. यो मान्छेलाई छिराउनुको लागि पैसा लियो अनि ठ्याक्कै एडमिसन गरायो. सो लिगली यु क्यान डु सम मिस्टेक एन्ड यु वन्ट बी एलिजिबल फर द्याट. लाइक त्यो थाहै पाउँदैन तिमीलाई. ओपन हाउस काउन्सिलिङमा त त्यो प्रिभिलेज छैन नि त. ट्रान्सप्यारेन्ट छ नि त. बोर्ड हुन्छ, देखिरहेको हुन्छ कुन कलेज प्याक भइरहेछ, कसरी प्याक भइरहेछ, कतिवटा सिट छ, सबै थाहा हुन्छ. त्यो कुरा हुँदैन यसमा. यसमा एनआरडिए अथवा भोइसेसहरू आएन त कि कस्तो? हजुरको त अब 3 वर्ष अगाडि र अहिलेमा होइन उठिरहेछ. इभन हाम्रै उसमा के भन्छ, हामीभन्दा सायद 2 वर्ष अगाडिसम्म ओपन हाउस हुन्थ्यो. हाम्रो प्रिभियस इयर र हाम्रो इयरमा चाहिँ त्यो बेलादेखि चाहिँ यो सुरु भयो म्याचिङ सिस्टम. अनि हाम्रोभन्दा प्रिभियस इयरमा पनि धेरै मुद्दा उठाएको थियो. झन् यो अलि रिफाइन हुँदै आएको छ. यो जुन तिनीहरू अलिक प्रोसेस भने फर्स्ट एडमिसनमा भएन भने ऱ्यापअपमा पाउने, फर्स्टको पनि रिएडमिसन निस्किने. पहिला यस्तो पनि थिएन, एकदम जम्बडलप थियो स्टार्टिङ हुँदाखेरि. फर्स्ट एडमिसनमा ननिस्किँदाखेरि पाउँदै नपाउने, रिएडमिसन पनि नखुल्ने. इट वाज अल जम्बडलप. त्यो त हरेकचोटि फेरि कम्प्लेन जाँदा अलिअलि रिफाइन भएर यतिसम्म आएको छ. एन्ड इभन हाम्रो एडमिसन टाइममा पनि कुरा उठाएको छ, निवेदन परेको छ, दिस इज नट द सिस्टम, दिस इज नट द सिस्टम, गो फर ओपन हाउस काउन्सिलिङ. भोइसेस रेज भएको छ, कुरा उठाएको छ, निवेदन परेको छ, बट दस नो वान टु हियर अबाउट इट. अनि हामी त त्यो बेला छक्क पऱ्यौँ जुन बेला यो कुरा सुरु भएको पिजीबाट हो, फेरि युजीमा थिएन. अनि यो कुरा जब युजीमा पनि इम्प्लिमेन्ट भयो त्यसपछि त अब पिजीमा त झगडा गर्दाखेरि नपाउने भएन भने युजीमा इम्प्लिमेन्ट गर्नु भनेको त इट्स अ बिग स्क्याम इट्स गोइङ अन होइन. यो कुरा त उनीहरूले हटाउने कि यिनीहरूलाई त झन् बढाउँदै सबै सिस्टमलाई नै यही बनाउनु खोजिरहेको रहेछ नि जस्तो लाग्न थाल्यो नि त. सो द्याट्स रियली यो गाह्रो छ कि सिस्टम होइन. किनकि अनि यही वर्ष कति धेरै इक्जाम्पल छ. इक्जाम्पल दिएँ मेरो साथीको 900 रेडियोलोजी पढिरहेछ, कोही मान्छे 200मा छ रेडियोलोजी पाइरहेको थिएन, 300 छ जसले रेडियोलोजी भरेको थियो पाएन, अरू सब्जेक्ट पढिरहेको होला. त्यसको लागि त फ्रस्ट्रेटिङ हुन्छ. सो युआर कसो भन्दाखेरि एकजना मान्छेलाई बेनिफिट पाउँदाखेरि तिमी 100 जना मान्छेलाई अन्याय गरेर छौ नि त तिमी होइन. एन्ड द्याट कुड हेभ बिन इजिली एलिमिनेटेड बाई जस्ट वान ओपन हाउस काउन्सिलिङ सिस्टम. बट यु आर नट रेडी टु डु इट. इभन द पिपल आर टेलिङ इट, इभन द वी आर रेजिङ आवर भोइस, नोबडी इज गोइङ टु हियर अबाउट इट. सो यो कुरा सबलाई थाहा छ, फेरि कसलाई थाहा छैन. जो यो सिस्टममा छ, इक्जाम दिइरहेको छ, एभ्रीबडी नोज इट, बट एमइसी डजन्ट हुन्छ नि त्यो बारेमा. डिएमएमसिएचमा चाहिँ कस्तो छ त? डिएमएमसिएचमा पनि सायद म्याचिङ प्रोसेसै हुनुपर्ने हो.
अब आई निड टु बी स्योर म ठ्याक्कै त भन्न सक्दिनँ तर आई थिङ्क म्याचिङ सिस्टमै छ तर त्यहाँ त अब अप्सन्स कम हुन्छ त्यही भएर धेरै हुँदैन अब एउटा कलेजमा एउटा सब्जेक्टमा डिएम भनेको एउटा दुईवटा सिट्स हुन्छ पिजीमा त धेरै भयो युजीमा झन् बढी भयो जति बढी सिट्स भयो त्यति प्रोबेबिलिटी र तिमी नपर्ने प्रोबेबिलिटी पर्मिटेसन कम्बिनेसन धेरै भयो नि त जति पर्मिटेसन कम्बिनेसन बढी भयो अन्याय हुने प्रोबेबिलिटी पनि बढ्दै गयो सो त्यही भएर कम्प्लेक्स छ अनि ऱ्यापअपमा त्यसपछि जान्छ ऱ्यापअपमा चाहिँ जुन जुन सिट खाली भयो त्यो चाहिँ ऱ्यापअपबाटै फिल हुन्छ फेरि सो इभन हाम्रै आइएमको जेनरल सर्जरी ऱ्यापअपसम्म पुगेछ यसपालि यो मलाई अलिकति इन्ट्रेस्टिङ लाग्यो र एक्सप्लोर गर्न मन लाग्यो यो चाहिँ के छ त यो पालि कस्तो कस्तो कति ऱ्याङ्क आउनु भएको सम्मले पाउनु भयो टियुटी योपालि सुरुमा त 500सम्म कसले पाएको थियो क्यारे 500मा पाउँदासम्म फेरि छोड्यो नि त त्यही कुरा हो कि एडमिसनै लिएनन् एडमिसन नलिँदासम्म फर्स्ट एडमिसन लिस्टमा खाली गइराख्यो कतिवटा जस्तो 2टा सिट हाम्रोमा खाली थियो अनि 2टा सिट खाली भइसकेपछि पछि फेरि एकजना आए अनि त्यसले एक दिन पछि नै उसले फेरि छोडिदियो रेजिडेन्सी हुन त योभन्दा प्रिभियस इयर पनि त्यस्तो भएको थियो अब नट इन्ट्रेस्टेड पर्सन आयो एक दिनमा ठ्याक्कै उसले अप्सन भेट्यो अनि समथिङ स्लटभित्र छोड्दाखेरि चाहिँ पेनल्टी हुँदैन क्या ओके तिमीले एडमिसन लियो बट युआर नट इन्ट्रेस्टेड अनि 20 डेज हुन्छ कति हुन्छ किनकि एमइसीले फेरि त्यो फिलअप गर्न सक्छ ऱ्यापअपसम्म त्यही भएर चाहिँ त्यतिसम्म पेनल्टी लागेन आफ्टर सम ड्युरेसन इफ तिमीले छोड्यो भने त तिमीलाई पैसा चाहिँ सबै तिर्नुपर्छ सर्टेन ड्युरेसनसम्म छैन ओके सो उसले एक दुई दिन हाम्रो लास्ट इयरमा चाहिँ जुन हाम्रो फर्स्ट इयर थियो हामी थर्ड इयर हुँदाखेरि त्यसमा चाहिँ एकजनाले चाहिँ 2-3 दिनपछि छोडेको थियो यसपालि एक दिनपछि नै छोड्यो हो गर्दा गर्दा लास्टको 2टा सिट चाहिँ ऱ्यापअपसँग पुग्यो अनि ऱ्यापअपबाट फिलअप भएर आएको धरानको आई थिङ्क इन्टरनल मेडिसिन हो क्यारे 5-6वटा खाली थियो ऱ्यापअपसम्म सो त्यो चाहिँ छ अब कस्तो भन्दाखेरि देयर माइट बी सम पर्सन जसले चाहिँ धरानको इन्टरनल मेडिसिन आइएमकै जुन जेनरल सर्जरी खाली गइरहेको थियो तर आइएमको जेनरल सर्जरी त्योभन्दा माथिको ऱ्याङ्कमा कतिको प्रायोरिटी थियो होला अनि इट्स नट कि हेर्दाखेरि कस्तो लाग्छ भन्दाखेरि 4 घटेर हेर त ऱ्यापअपसम्म पुग्यो आइएमको सर्जरी तर इट्स नट द ब्ल्याङ्क जुन हुन्छ नि त्यो वाइट ट्रुथ किन भन्दाखेरि कतिजना त्यसमा यति छन् माथि जसले चाहिँ प्रायोरिटीमा माथि आइएम र जेनरल सर्जरी राखे पनि पाएनन् किन त्यतिखेर अर्काको नाममा सिट आयो उसले पढेन छोडिदियो खाली गयो अब त्यो बिचरा आइएम पढ्ने इच्छा हुँदा पनि अरू कलेजमा पढिरहेछ र आइएमको सिट चाहिँ ऱ्यापअपसँग पुगेर चाहिँ पब्लिकमा के आइरहेछ भन्दाखेरि चाहिँ आइएमको सिट त ऱ्यापअपसँग यो चाहिँ हुन्छ जस्तै जसको चाहिँ मानम 300-400 अथवा बिचको फेजमा फर्स्टमा ऱ्याङ्क आउनेले चाहिँ लिइहाल्नु भयो सक्यो कुरा मिडलमा ऱ्याङ्क हुनेले चाहिँ सपोज आइएममा सर्जरी चाहिएको थियो तर सुरुको फेजमा चाहिँ पाउनु भएन सो यु वेन्ट टु सम अदर कलेज भ्याली बाहिर होइन तर उहाँलाई थाहा भयो कि अब चाहिँ आइओएममा त्यो सिट खाली गएको छ भनेर सो हजुरले भन्नुभयो जस्तै विदिन अ टाइम फ्रेम उहाँले लिएको एडमिसन पनि छोडेर फेरि उहाँ चाहिँ आउने त्यो प्रोसेस सकिन्छ हाम्रो मैले जुन अघि इक्जाम्पल दिएको थिएँ हाम्रो फर्स्ट इयरमा माने 1 वर्ष अगाडिको म्याचमा जो हाम्रो एकजनाले चाहिँ छोडेको थियो भाइले त्यो भाइले त्यही गरेको थियो उसको लागि चाहिँ सायद मेडिसिन पढ्ने इच्छा थियो क्यारे अनि हाम्रोमा आयो ठ्याक्कै उसले थाहा पायो एकजनाले छोडिरहेको रहेछ भन्ने थाहा पाउने भन्ने कुरा चाहिँ मेककै वेबसाइटमा हुँदैन एक्ज्याक्टली त्यही त फेरि अर्को समस्या छ कसले छोड्छ छोड्दैन भन्ने कुरा पर्सनल चिन्जानबाट फेरि छोडिसकेपछि त थाहा हुन्छ उसमा ऱ्यापअपमा चाहिँ आउँछ त्यो कुन सिट खाली छ भन्ने कुरा ऱ्यापअपको फर्म भर्ने बेलासम्म चाहिँ हुन्छ सुरुमै चाहिँ थाहा हुँदैन त्यो तर एटलिस्ट ऱ्यापअपसम्मलाई यो खाली छ भन्ने कुरा सपोज म सर्जरी पढिरहेको छु मलाई चाहिँ रेडियो पढ्न मन थियो अरे रेडियो सुरुमा खाली थिएन मैले पढिरहेको छु अनि ऱ्यापअपमा ठ्याक्कै रेडियो खाली हो भन्ने थाहा छ भने म क्विट गरेर म ऱ्यापअपमा चाहिँ जान पाउँछु फेरि त्यो चाहिँ छ सो ऱ्यापअपमा जाँदा चाहिँ थाहा हुन्छ ऱ्यापअपमा जाँदा चाहिँ यो सिट खाली छ भन्ने थाहा हुन्छ सेकेन्ड एडमिसनमा चाहिँ सेकेन्ड एडमिसनमा पनि खाली भएको त थाहा हुन्छ कुन खाली छ भन्ने कुरा त्यही भएर त तिमीले प्रायोरिटी सेट गर्छौ नि त त्यही अनुसार सिटै खाली नभएको त प्रायोरिटी सेट गर्नै सकिएन नि त सो ऱ्यापअपमा एउटा त्यसको रिस्क के छ भन्दाखेरि सपोज मैले फर इक्जाम्पल रेडियो पढ्नकै लागि इक्जाम्पल मैले सर्जरी छोडेर म आएँ मेरो ऱ्याङ्क सपोज 300 नम्बरमा थियो मैले सर्जरी पाइरहेको थिएँ म छोडेर आएँ त्यहाँ त अरू पनि छोड्ने मान्छे हुन्छ तिमीले छोड्दाखेरि त थाहा छैन नि त कसले छोडेर एप्लाई गरेर छ सिट एउटा रहेछ सपोज खाली भयो फर इक्जाम्पल कतैवटा रेडियो खाली भयो जसको लागि मैले सर्जरी छोडेर म गएँ ऱ्यापअपमा मभन्दा माथिको मान्छे पनि त्यसरी आउनु सक्छ 2-3 जना होइन सो म आयो अनि एउटा सिट थियो ओपन हाउस काउन्सिलिङमा गयो उसले उठाइदियो भने मसँग त अब नथिङ
होइन। सो मसँग त्यो रेडियो पनि गयो, मेरो सर्जरी पनि गयो, त्यो ग्याम्बल लिएर चाहिँ हिँड्नु पर्दो रहेछ। सो यो सबैको मैले हेर्दाखेरि चाहिँ यो साइकोलोजी के छ भन्दाखेरि चाहिँ जस्तै तिमीले इन्डियामा इनिसिएटमा थाहा छ नि, इनिसिएटमा फर्म भर्दैखेरि चाहिँ तिमीले सब्जेक्ट वाइज फर्म भर्नुपर्छ नि त। पेडिया पढ्नु मन छ भने पेडियाकै फर्म भरेर जानुपर्छ कि तिमीले एज अ होल जस्तो हाम्रो सिई दिएर अनि म पेडिया चुज गर्छु भन्ने पाइँदैन। त्यहाँ चाहिँ डेडिकेटेड इनफ ल म चाहिँ पेडिया पढ्छु, म पेडियाकै हिसाबमा फर्म भरेर छु, पायो भने त्यही पाउँछु, नभए पाउँदिनँ। तर मल्टिपल स्पेसालिटीको लागि फर्म भर्न पाइन्छ होला? 2टा हो कि 3टा हो कति, आइ एम नट स्योर। तर जे पनि तिमीले चुज चाहिँ गर्नुपर्छ। यहाँ पनि लगभग साइकोलोजी चाहिँ त्यही छ क्या, तिमी डेडिकेटेड इनफ छौ भने चाहिँ इभेन्चुअली पाउँछौ किनकि मल्टिपल सोर्सेसमा। तर तिमीले चाहिँ सबैमा हात हाल्न खोज्यो भने चाहिँ के छुट्छ। सो फर इक्जाम्पल जस्तो मलाई चाहिँ एकदम जस्तो मेरो साथीको इक्जाम्पल अहिले भन्यो भने उसले चाहिँ रेडियो र मेडिसिन मात्र पढ्छु भनेर बसेको मान्छेले इभेन्चुअली पायो नि त। उसले त्यो पनि नपाएको भए ऱ्यापअपसम्म एप्लाई गर्थ्यो, खाली भयो त पाइहाल्थ्यो नि। त्यो गऱ्यो भने चाहिँ तिमीले पायो आफ्नो चोइस अफ सब्जेक्ट। तर घाटा चाहिँ कसलाई लाग्छ भन्दाखेरि चाहिँ सेफ खेल्ने मान्छेले घाटा पाउँछ। मेजोरिटी एक्ज्याक्टली। अब रेडियो पनि भरेको छ, रेडियो पाउँदिनँ भने मेडिसिन पनि भरेको छु, मेडिसिन पाइनँ भने एनएसएसआई पनि भरेको छु, पाइनँ भने साइकेट्री पनि भरेको छु, केही भयो भने नन क्लिनिकल पनि भरिदिइराखौँ न भनेर मैले भरिदिएँ भने चाहिँ केही नै के त पाइहालेँ मैले, पाउने बित्तिकै फस्यो। र जसले चाहिँ रिस्क लिएर होइन म डेडिकेटेड इनफ छु, म पाएँ भने यो पढ्छु, पाएन भने बरु यो वर्ष पढ्दिनँ, त्यो मेन्टालिटीमा जो मान्छे छ त्यसले चाहिँ यो सिस्टमबाट चाहिँ फेरि पाउँछ। त्यो सो यो होल यो एमएसीको सिस्टम चाहिँ मलाई लाग्छ त्यही साइकोलोजीमा बेस छ क्या। सो दे वान्ट टु सी कि हाउ डेडिकेटेड इनफ यु आर फर यर सब्जेक्ट एन्ड कलेज। त्यो स्ट्रिक्ट छौ, कलेज भन्दा पनि सब्जेक्ट हो, त्यही एउटा सब्जेक्टमा सब कलेज भर्दै पनि भइहाल्यो, चाहिने सब्जेक्ट कलेजहरू। त्यसरी तिमीले स्ट्रिक्ट हुन्छ नि, त्यो ग्याम्बल खेल्न सक्यो भने चाहिँ कतै न कतै फिट चाहिँ हुँदो रहेछ।